तपाईँ सबैहरूलाई स्वागत छ मेरो पहिलो ब्लगमा। चाहिँ तलमाथि केही भयो भने मलाई चाहिँ माफ गरिदिनु होला। मैले र मेरो बुढीले चाहिँ च्यालेन्ज लागेको छौँ 90 डेजको है। खाना चाहिँ मैले र मेरो बुढीले मिलेर चाहिँ एउटा प्लान बनाएर थियौँ। त्यही के प्लान बनाउँदाखेरि चाहिँ त्यही बेला चाहिँ मेरो बुढीले चाहिँ मलाई च्यालेन्ज गर्यो कि तपाईँको च्यानल पनि छ, मेरो च्यानल पनि छ युट्युबमा है। त्यो हिसाबले चाहिँ हामी एउटा च्यालेन्जिङ राखौँ भनेर भन्दै थियो। मैले भने ओके ठिकै च्यालेन्जिङ चाहिँ राखिहालौँ भनेर उसले चाहिँ मलाई भनेको छ 90 डेजमा तपाईँ कति भ्युज र सब्सक्राइबर्स बनाउनुहुन्छ अनि को पहिला च्यानल मोनेटाइज हुन्छ भनेर भनिरहेको थिएँ। मैले च्यानल एक्सेप्ट गरिहालेँ उसको च्यालेन्ज। त्यो एक्सेप्ट गर्नाले चाहिँ अब म चाहिँ सोचिरहेको छु म के चिज बनाऊँ भनेर। त्यो हिसाबले म चाहन्छु कि तपाईँहरू सबैले सपोर्ट गर्नु पऱ्यो है। सपोर्ट गर्दा मेरो घरका परिवार चाहिँ हाँसिरहेको थियो मलाई यो भिडियो बनाउँदाखेरि। त्यो हिसाबले म लाज साल केही मान्दैन। मेरो उसले मलाई एक्सेप्ट भनेपछि के भन्छन् नै जे भनौँ यो मेरो पहिलो ब्लग है, लाज चाहिँ मान्नु हुँदैन। 90 डेज च्यालेन्ज चाहिँ मेरो बुढीले दिएछ, उसलाई पनि मैले 90 डेजको च्यालेन्ज दिएको छु। च्यालेन्ज दिन कारण चाहिँ के छ भनेपछि च्यालेन्ज दिने कारण के भने चाहिँ उसले भनेको छ 90 डेजमा तपाईँ के आउँछ तपाईँ त्यो बनाएर हाल्नुहोस्। उसले के उसलाई आउँछ उसले बनाइरहेको चाहिँ ऊ चाहिँ बिहान बिहान पूजापाठ गरिरहेको छ। उसलाई चाहिँ पूजापाठ आउँछ, सायद उसले 90 डेज चाहिँ पूजापाठको भिडियो हाल्ला। अनि पछाडि अहिले मेरो बहिनी चाहिँ गएर खिचाएर गएको छ। त्यो चाहिँ माइन्डमा नराख्नुहोस् होइन। त्यो भन्दा भने 90 डेज चाहिँ तपाईँलाई के आउँछ त्यो बनाउनुहोस् भनिरहेको छ। अनि मैले चाहिँ ठिकै छ म बनाइहाल्छु, तिमीलाई के आउँछ त त्यो तिमी बनाऊ भन्न भनेको मैले है। त्यो हिसाबले चाहिँ अब सोचिरहेको छु होइन, सोच्दैछु। अनि सोचिहालेँ भनौँ, एक्सेप्ट पनि गरिहालेँ उसको च्यालेन्ज मैले। अनि त्यो हिसाबले चाहिँ म च्यालेन्ज चाहिँ गरिहालेँ, च्यालेन्ज एक्सेप्ट। मलाई चाहिँ जे आउँछ म त्यो चाहिँ बनाएर चाहिँ पोस्ट गर्ने मैले सोच्छु। एभ्रिडे 90 डेजको च्यालेन्ज छ, 90 डेजसम्म एक भिडियो हाल्ने, जे भन्छ जे बनाउन सकिन्छ त्यो हाल्ने। बनाउन सकेन भने मेरो नाम चाहिँ म बदल्दैन होइन। भन्नेले भनिहाल्छ, त्यो बोल्दा डिस्टर्ब गर्ने मान्छे पनि धेरै रहेछ नि। त्यो हिसाबमा च्यालेन्ज त एक्सेप्ट भइसकेको छ, मेरो च्यानल एक्सेप्ट भइसकेको छ होइन। अब के बन्छ भन्ने चाहिँ पकाउनेमा डराउँदैन, पकाउनेमा आउँछ सबै चिज। अलिक त उता पनि भन्दैछ के अरे चिकन चाहिँ सबै खाइहालेँ। अहिले चाहिँ कस्तो कुरा गर्दैछ। त्यो च्यालेन्ज एक्सेप्ट भइसक्यो, मैले गरिसकेँ मैले मेरो बुढीबाट होइन। 90 डेज एक्सेप्टेसन च्यालेन्ज हो। त्यो हिसाबले चाहिँ एभ्री डे आई विल पुट वाट एभर आई क्यान मेक। म बनाएर देखाउँछु अनि प्लेटिङ यस्तो दामी बनाउँछु अनि खाने पनि हो। के अरे खाने मान्छे त्यही हो। अब के भन्ने च्यालेन्ज एक्सेप्ट। अनि च्यालेन्ज एक्सेप्ट गर्नुभन्दा पहिला चाहिँ यो मेरो चाहिँ फर्स्ट ब्लग हो, एक्सेप्टेसन च्यालेन्जको लागि यो मेरो चाहिँ फर्स्ट ब्लग है। त्यो हिसाबले चाहिँ भइहाल्यो। त्यही हो। तपाईँहरू सपोर्ट गरिहाल्नुहोस् हामीलाई होइन। त ठिक छ, नेक्स्ट भिडियोमा रोक्नुहोस्। 90 डेज 90 भिडियोज, एभ्री डे 1 भिडियो। हर एक भिडियोमा हाल्छु। कस्तो लाग्छ के लाग्छ तपाईँ भनेर मलाई बताउनुहोस्। जो तपाईँ कमेन्ट गर्नु म त्यही भिडियो बनाऊ। तब तकको लागि बाई बाई। लाइक, सेयर एन्ड सपोर्ट।